के तपाईँले बाइक चलाउनुहुन्छ? बाइक चलाउनुहुन्छ भने म एउटा यस्तो टिप्स दिन्छु जसले 50% तपाईँको एक्सिडेन्ट हुने चान्सहरूलाई लेस गर्छ है। यो एक टिप तपाईँलाई थाहा छ भने राम्रै कुरा हो, थाहा छैन भने जसलाई थाहा छैन त्यसलाई सेयर गरिदिनु होला। मोस्ट अफ द केस हामीले टर्निङमा र ब्रेक हान्दाखेरि क्लच युज गर्ने गर्छौँ है, यो एकदम रङ हो। टर्निङमा र ब्रेक हान्दाखेरि क्लच युज गर्नु हुँदैन। टर्निङमा हामीले क्लच समात्ने बित्तिकै इन्जिन फ्री हुन्छ। इन्जिन फ्री भएपछि के हुन्छ भन्दाखेरि टर्निङमा तपाईँको पुरै लोड ब्रेकमा पर्छ क्या। अनि टर्निङमा तपाईँले क्लच समात्नु भयो भने तपाईँको बाइक अपोजिट साइडमा या त स्पिड हुन्छ या त फालिन सक्छ या त आउट अफ कन्ट्रोल भएर अपोजिट साइडमा जानुहुन्छ। अनि ब्रेक हान्दाखेरि तपाईँले क्लच लिनुभयो भने इन्जिन त फ्री भइहाल्यो। इन्जिन फ्री भएपछि पुरै लोडमा तपाईँको ब्रेकमा पर्छ र स्किड हुने चान्स र भनेको ठाउँमा ब्रेक लाग्दैन है। यो यस्तै टिप्स चाहियो भने हाम्रो च्यानल सब्सक्राइब